हेलो गाइज, यो चाहिँ असार 15 को प्रोग्राम हो। तर 15 मा चाहिँ पूर्णिमा भएको भएर चाहिँ हलो जोत्न हुन्न भनेर चाहिँ असार 16 मा हिजोको डेटमा भएको थियो। अनि मैले चाहिँ पोस्ट चाहिँ आज बल्ल 17 मा बल्ल टाइम पाउँदैछु है मैले। अनि यो चाहिँ एकदम यसको लागि म एकदम एक्साइटेड थिएँ कि योचोटि, किनभने चाहिँ हामी सानो हुँदाखेरि कति धेरै प्रोग्रामहरू हुन्थ्यो कि यस्तो असार 15 को है। अनि कति ठाउँमा हुन्थ्यो यस्तो प्रोग्रामहरू। अनि हामी सानोमा हिलो खेल्दै अनि कति धेरै प्रोग्रामहरू एटेन्ड गरेको हुन्थ्यौँ। अब तर त्यति बेला यो प्रोग्राम किन हुन्छ भनेर हामीलाई त्यस्तो भ्यालु थाहा थिएन नि त। जस्ट हामी हिलो खेल्यो, रमाइलो गऱ्यो, खायो, बस्यो, यति मात्र बुझ्थ्यौँ नि त हामीले। अनि त्यही भएर अनि अहिले चाहिँ यसो बुझ्दाखेरि अहिले चाहिँ बल्ल बल्ल यस्तो रहेछ कारण बन्ने फिल भएर कि। अनि अहिले चाहिँ प्रोग्राम पनि खासै हुँदैन नि त हाम्रो टोलमा पनि। बल्ल यो चाहिँ टुटुङ्गाको हो, यो चाहिँ बल्ल एउटा मात्र प्रोग्राम भेट्टाएँ कि मैले। अनि यहाँ चाहिँ मलाई एकदम जान मन थियो, एकदम एक्साइटेड थिएँ म। अनि अझै मलाई हिलो खेल्न पनि मन थियो, तर अब यो कुरा चाहिँ यो चाहिँ अलि अधुरै भयो। तर मलाई चाहिँ एकदम हिलो पनि खेल्न मन लाग्थ्यो, धान पनि रोप्न ट्राई गर्न मन लाग्थ्यो। एक्सपिरियन्स चाहिँ छैन, जस्ट एकचोटि चाहिँ ट्राई गर्न मन लाग्थ्यो, तर त्यो चाहिँ हुन सकेन। तर म हेरेर भए पनि मैले चाहिँ एकदम रमाइलो फिल गरेँ, एकदम खुसी लाग्यो। कति धेरै मान्छेहरू आउनुभएको थियो, अनि कतिजनाले कति पार्टिसिपेट गर्नुभएको थियो गेमहरूमा, अनि प्राइजहरू पनि जित्नुभयो। अनि एकदम कस्तो रमाइलो थियो कि, एकदम रमाइलो भयो है हेर्नलाई। अनि हामी चाहिँ हुटिङ गर्दै बसेको थियौँ छतमाथिबाट एकदम रमाइलो भयो। अनि अब भोलिपर्सि यस्तो प्रोग्रामहरू अब अहिले सबै कुरा पहिलाभन्दा धेरै चेन्ज भएको छ नि त। अब चाडबाडहरू कम मान्दै गर्छ नि त। त्यही भएर यो पनि यस्तै लोप हुँदै नजाओस् भनेर यादगारको लागि पनि मैले भिडियो बनाउन चाहिँ एकदम म इन्ट्रेस्टेड थिएँ कि। भोलिपर्सि आफ्नो बच्चाहरूलाई देखाउनु पऱ्यो नि त यस्तो यस्तो हुन्थ्यो भनेर। अब भोलिपर्सि हाम्रो बच्चाहरूले त भेट्न पनि सक्छ, नभेट्न पनि सक्छ नि त यस्तो प्रोग्रामहरू। अनि त्यही भएर चाहिँ मलाई चाहिँ रेकर्ड यादगार गर्नलाई रेकर्ड राख्न थियो, क्याप्चर गरेर राख्न थियो क्या आफ्नो मोबाइलमा भनौँ न। अनि त्यही भएर म चाहिँ एकदम एक्साइटेड थिएँ। अनि मेरो साथीलाई जाम 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 हिलो खेल्न भनेको, तर ऊ चाहिँ मानेन। अनि त्यही भएर म पनि गएन, अब एक्लै के जाने है। अनि त्यही भएर तर एकदम रमाइलो भयो। तपाईँहरू पनि कतिजना आउनुभएको थियो होला रमाइलो हेर्नलाई है। एकदम यस्तो यस्तो रमाइलो पलहरू चाहिँ एकदम यादगार रहोस् भनेर, अनि तपाईँहरूले पनि रमाइलो रहोस् भनेर मैले पोस्ट गरेको। लाइक गर्नुहोला, सब्सक्राइब